आजदेखि जानु दिदीको खामयोग तपाईँ हामी सबैको भयो, पाठकको भयो। अघिल्लो भाग यो फोटो उसको लागि एकचोटि सम्पूर्ण उसले अघिल्लो भाग देखाइदिनु होला। खामयोगलाई शुभकामना दिने जुन अवसर दिनुभएको छ उपन्यासकार ज्ञानु काङमङज्यूले, उहाँलाई हार्दिक धन्यवाद, सायद बधाई, शुभकामना। र यो उपन्यास चाहिँ एउटा विशेष गरी चाहिँ के हो भने तत्कालीन द्वन्द्वकाल, माओवादी द्वन्द्वकाल भनौँ, त्यो अवस्थाबाट चाहिँ उठेको उपन्यास हो। तत्कालीन अवस्थामा राज्य र विद्रोही पक्षले चाहिँ जुन एउटा चाहिँ देशमा आतङ्कित बन्यो, त्यो बेलाको अवस्थामा चाहिँ देश छोडेर गएको युवाहरूको कथा हो यो खामयोग लगायत त्यहाँको जति पनि पात्रहरू छन्। त्यो माओवादी द्वन्द्वकालमा कि राज्य पक्षबाट भागेर गएकोहरू कि चाहिँ एउटा चाहिँ विद्रोही पक्षबाट भागेर गएकोहरूको कथा हो। र यसमा चाहिँ 3-4वटा कुराहरू उठेको छ। यो विशेष गरी चाहिँ के अरे चाहिँ जुन हामी नेपालीहरूले भनौँ त्यो तत्कालीन अवस्थामा र अहिले पनि भनौँ न, यो मेन पावर व्यवसायी मानव तस्करहरूले चाहिँ कसरी चाहिँ युवाहरूलाई चाहिँ विदेशमा पुर्याउँछन्, उनीहरूले कस्तो किसिमको जीवनहरू भोग्नुपर्छ भन्ने किसिमको चाहिँ एकदमै यो चाहिँ के अरे त्यो पीडाहरू, त्यो समस्याहरू यहाँ उठिरहेको छ भने एकतिर त्यो समस्या छ, एउटा दलाललाई बुझाएको पैसा बुझाउनु पर्ने के अरे चाहिँ ऋण तिर्नुपर्ने समस्या हुँदै पनि खामयोगहरू के गर्छन्, एउटा चाहिँ राजनीतिक एजेन्डा भनौँ लिम्बुवान के अरे चाहिँ एउटा आन्दोलनको लागि चाहिँ उनीहरू चाहिँ विदेशमा चाहिँ सक्रिय हुन्छन्। एकातिर त्यो लिम्बुवान आन्दोलनमा सक्रिय भइरहेको हुन्छ, एकातिर चाहिँ जुन विदेशमा दलालबाट पुगेको व्यक्तिहरू हुन्छन् नि, जुन पीडितहरू, तिनीहरूलाई कसरी चाहिँ तिनीहरूलाई सहयोग गर्ने भन्ने किसिमको सामाजिक अभियानमा पनि लागेको हुन्छ। अनेक विधामा नेपाली डायस्पोरी साहित्यमा चाहिँ लेखिसकेको छ। कथा कविताहरूदेखि लिएर उपन्यासहरू धेरै विधाहरू आएको छ। अब हामी हङकङबाट पनि लेखेको छौँ, अन्य देशबाट पनि लेखिरहनु भएको छ। तर पहिलो पटक चाहिँ डायस्पोराबाट राजनीतिक विषयलाई केन्द्रित बनाएर लेखिएको उपन्यास चाहिँ खामयोग हो। मैले भेटेसम्म चाहिँ राजनीतिक विचारलाई मध्य राखेर त्यसलाई पृष्ठभूमिमा राखेर लेखिएको उपन्यास चाहिँ यो खामयोगै हो। र नेपालमा पनि अहिले यो करिब 10-15 वर्ष बिचमा चाहिँ यो द्वन्द्वकाल पछाडि केही उपन्यासहरू आयो, राजनीति पृष्ठभूमिमा लेखेको, राजनीति विचारलाई चाहिँ उठाएको किताबहरू आयो। तर त्यस पछाडि चाहिँ यो एक किसिमले चाहिँ स्टप भइरहेछ कि त्यो विषयमा आइरहेको छैन। र यो अहिले चाहिँ यो नेपाल र अथवा नेपाली साहित्यमा यो 10-15 वर्ष बिचमा एउटा राजनीतिक विषयवस्तुमा आधार बनाएर लेख्ने पुस्तकहरू एउटा शून्यता थियो, त्यो चाहिँ जानुका बहिनीले टोड्नु भएको छ। यो उपन्यासले दुईवटा मेन कुराहरू उठाएको छ। एउटा कुरो डायस्पोरा नेपाली राजनीतिको अवस्था के हो त त्यो उठाएको छ भने, दोस्रो कुरो डायस्पोरा नेपालीहरूले राष्ट्रिय चिन्तन, राष्ट्रप्रति हेर्ने दृष्टिकोण, त्यो दुईवटा कुरा उठाएको छ। विशेष गरी चाहिँ राज्यको विदेश पलायन, राज्यले कसरी किन विदेश पलायन भयो होइन, यो पटक चाहिँ हामी चाहिँ मेन पावरबाट चाहिँ के विदेश जाने मान्छेहरू किन ठगिरहेछ र त्यसलाई राज्यले किन सम्बोधन गर्ने, त्यो एउटा कुरा उठेको छ। अर्को चौथो कुरो के उठिरहेछ भने हामीले नेपाली डायस्पोरिक राजनीति जुन हामीले विदेशमा बसेर राजनीतिहरू गरिरहेछौँ नि, त्यसको औचित्य भन्ने पनि प्रश्न उठाइएको छ। यो अर्को कुरो, यो उपन्यासबाट हामीले विदेशमा जति पनि चन्दाहरू सङ्कलन गर्छौँ नि, राजनीतिक एजेन्डाको लागि होस्, सामाजिक एजेन्डाको लागि होस्, तिनीहरूको दुरुपयोग सन्दर्भमा पनि यहाँ उठेको छ यो उपन्यासमा। अर्को कुरो चाहिँ विदेशमा जति पनि नेपाली सङ्घ संस्थाहरू छ नि, त्यो कतिको औचित्यपूर्ण छ, कतिको त्यो प्रभावकारी भएर गइरहेछ, त्यो कुरा पनि यसले चाहिँ उठाएको छ यो उपन्यासमा। यो उपन्यास चाहिँ कस्तो छ भने नेपालबाट बाहिर हिँड्नु खोजिरहेका मान्छेहरूले पनि पढ्नुपर्ने, अनि विदेशमा हामी राजनीति गरिरहेका, विदेशमा बसेर हामी राजनीति गरिरहेछौँ नि, त्यो राजनीति चाहिँ कतिको चाहिँ के अरे चाहिँ उपयुक्त छ, कति त्यसले सपोर्ट गरेको छ भन्ने किसिमहरू उठेको छ। र यो खामयोगले जुन किसिमको लिम्बुवान आन्दोलन उठायो त्यो किन सफल भएन, प्रश्न मेन कुरो यहाँ हो। यो चाहिँ खामयोगको आन्दोलन लिम्बुवान मात्रै असफल भइरहेछन्, नेपालको राजनीतिहरू
2007 सालबाट लगातार हिजो अस्ति जेन्जी आन्दोलनसम्म आउँदाखेरि किन प्रत्येक आन्दोलनमा नागरिकको चाहिँ एउटा चाहिँ योगदान हुन्छ, नागरिकहरू मरिरहेको हुन्छ, तर आन्दोलनकारीहरूको चाहिँ माग चाहिँ कहिले किन सम्बोधन हुँदैन? जुन शक्तिको विरुद्धमा आन्दोलन गरिरहेको हुन्छ त्यही शक्ति चाहिँ भरे चाहिँ त्यो कुर्सीमा आइरहेको हुन्छ। हामी अहिलेको नि कुरा गर्दाखेरि यो राजनीतिक उपन्यास भएकोले राजनीतिक केही कुराहरू गर्नु छु, यसमा तपाईँहरूले अनर्थ नलिदिनु होला, यो पार्टी त्यो पार्टी नलिदिनु होला। अब जस्तै अहिले नै भनौँ न, यो जस्तै जेन्जी आन्दोलन भयो, नेपो बेबीको विरुद्धमा आन्दोलन भयो, तर अहिले के आयो त? नेपो बेबीहरू नै आयो। जुन व्यक्तिको विरुद्धहरूमा आन्दोलन भएको थियो त्यो नै आयो। यो असफल हुने कारण के त? नेपालको प्रत्येक आन्दोलन असफल हुने कारण के त? यसमा चाहिँ प्रश्न उठाएको छ, यसले बहस छेडेको छ यो उपन्यासले। हामीले सोच्नुपर्ने छ, प्रत्येक आन्दोलनमा नेपालीहरू आन्दोलन मात्रै गर्ने? हामी यहीँबाट भनौँ न, हामी यहाँ कोही बेला चाहिँ काङ्ग्रेसलाई सपोर्ट गरिरहेछौँ, कोही बेला माओवादीलाई गरिरहेछौँ, कोही बेला एमालेलाई गर्छौँ, कोही बेला जेन्जी आन्दोलनलाई गरिरहेछौँ, कोही बेला चाहिँ अब के भनेर आन्दोलनहरूलाई सपोर्ट गरिरहेछौँ, तर त्यो आन्दोलनहरू प्रत्येक असफल भयो। हामीले चन्दै मात्रै पठाउने, किन असफल भयो त? किन नेपाली आन्दोलनहरू असफल भइरहेछ? यो उपन्यासको तात्पर्य त चाहिँ त्यो मेन कुरो चाहिँ वैचारिक रूपमा उठाएको कुराहरू चाहिँ त्यो, किन आन्दोलनहरू असफल भए? यसमा हुनुपर्ने कारण के हो त? जस्तै पहिचानको कुरा भनौँ न, पहिचानकै कुरा निकालौँ, यो लिम्बन आन्दोलन चाहिँ किसिमले असफल भयो, किन भयो त? मेरो दृष्टिकोणमा चाहिँ यो प्रत्येक आन्दोलनहरू, प्रत्येक राजनीतिक आन्दोलनहरू, प्रत्येक सामाजिक आन्दोलनहरू, आर्थिक आन्दोलनहरू कमजोर हुनुमा चाहिँ हामी आम नेपालीहरू अथवा चाहिँ विश्वमा अहिले त्यो किसिमको परिस्थिति छ, त्यो मैले देखिरहेको छु। जुनसुकै आन्दोलनहरू पनि हुनको लागि चाहिँ सबभन्दा पहिला चाहिँ त्यसको चाहिँ ग्राउन्ड तयार हुनुपर्छ। हाम्रो ग्राउन्ड तयार छैन, हामी मानसिक रूपमा त्यो तयार छैनौँ। जस्तै अब खाम्योको लिम्बन आन्दोलन किन असफल भयो त? त्यो किनभने त्यो ग्राउन्डमा त्यो के अरे चाहिँ तयार भएको थिएन। त्यहाँ राजनीतिक नारा मात्रै थियो, होइन? राजनीतिक नारा मात्रै थियो, तर त्यो प्रत्येक लिम्बनमा बस्ने नेपालीहरू, त्यहाँ राई, लिम्बू, गुरुङ, मगर जुनसुकै होस्, उनीहरूलाई चाहिँ यो संस्कृति आन्दोलन हो, यो सामाजिक आन्दोलन हो, यो सभ्यताको आन्दोलन हो भन्ने किसिमको चाहिँ बुझिरहेको थिएन। त्यो नबुझ्ने बित्तिकै त्यस्तो किसिमको आन्दोलनहरू चाहिँ असफल हुन्छ। अब यो जुन पहिचानहरू भन्छौँ, हामी विभिन्न किसिमको कुराहरू गर्छौँ नि, जुनसुकै एउटा सामाजिक स्थायित्वको कुराहरू गर्छौँ नि, त्यसलाई स्थापित गर्नु चाहिँ त्यो तल्लो ग्राउन्डबाटै त्यो स्थापित हुनुपर्छ। तपाईँ इन्डियामा हेर्नुहोस् त, जस्तै हिमाचल प्रदेश हेर्नुहोस्, हिमाचल प्रदेशमा त्यहाँ कुनै राजनीतिक आन्दोलन भएको छैन, कुनै सामाजिक आन्दोलन भएको छ, र पनि त्यहाँ किन त्यहाँको त्यो क्षेत्रको मान्छेहरूको प्रत्येक जातिहरूको चाहिँ उनीहरूको हिमाचलको फरक किसिमको चाहिँ एउटा चाहिँ पहिचान छ। त्यो हुने कारण के हो भने त्यहाँको प्रत्येक नागरिकसँग चाहिँ त्यो उनीहरूको चाहिँ त्यो आफ्नो हिमाचलको त्यहाँको भाषा संस्कृति त्यहाँको प्राकृतिकसँग चाहिँ प्रेम छ, त्यसैले चाहिँ उनीहरूको त्यो सफल हुन्छ। यहाँ हाम्रो चाहिँ के भइरहेछ भने एउटाले उठाउने बित्तिकै अर्कोले गरिदिने, होइन? अनि त्यो सबै प्रत्येक नागरिकमा त्यो सचेत छैन। यो किसिमको यो उपन्यासहरूले चाहिँ यस्तो प्रश्नहरू उठाएको छ। र अर्को कुरो चाहिँ हामीले चाहिँ कतिसम्म चाहिँ विदेशमा बसेर चाहिँ हामीले सपोर्ट गर्ने कि नगर्ने, गर्दाखेरि हुन्छ कि हुँदैन, यो कुराहरू पनि छ। र अब जुन यो पहिचानहरू भन्ने किसिमको जुन एउटा लिम्बन त्यो आन्दोलन असफल हो, त्यो मैले भनिहालेँ। र जुनसुकै देशको पनि अहिले चाहिँ एउटा चाहिँ भाषा संस्कृति र एउटा सभ्यताको चाहिँ एउटा जुन के अरे चाहिँ एउटा स्ट्रक्चर जो एउटा चाहिँ दरब हुने कारण चाहिँ त्यो देशको नागरिकको चेतना। अब तपाईँ हामीले हेरिरहेछौँ, हङकङ बसिरहेछौँ, हङकङमा 100 वर्षसम्म गोराहरूले ब्रिटिसले चाहिँ आफ्नो साम्राज्य आर्थिक नीति के अरे चाहिँ वैदेशिक नीतिदेखि लिएर धार्मिक संस्कृति सम्पूर्ण पक्ष लगायो हङकङको चिनियाहरूको चाहिँ एउटा संस्कृति, एउटा यहाँको चाहिँ पहिचान ध्वस्त गर्नलाई। उनीहरू हल्लिएन, नहल्लिएपछि के भयो त? त्यो चाहिँ उनीहरूको अहिले पनि उनीहरूको चाहिँ भिन्नै किसिमको उनीहरूको चाहिँ त्यो अस्तित्व कायम भयो। हङकङ भन्ने एउटा अस्तित्व कायम भयो। उनीहरूले चाहिँ एउटा यो विकासले मात्र होइन, यो संस्कृति, भाषिक, सांस्कृतिक, सम्पूर्ण साहित्यिक सबै कुरो, कला संस्कृति सबै कुरोहरूले ल्यायो। यो कुराहरू यो प्रश्न उठाएको छ यो के अरे उपन्यासले। किताब पढ्दाखेरि चाहिँ म चाहिँ कसरी पढ्छु भने नि, म यो जातको त्यो जातको मैले जब जस्तै यो खाम्योक पढ्दाखेरि मैले चाहिँ के अरे जानु काङबाङ लिम्बूलाई बिर्सेर पढेँ। मैले चाहिँ शुद्ध खाम्योक भएर खाम्योकलाई मात्र टार्गेट गरेँ। हामीले पुस्तक पढ्दाखेरि चाहिँ 2-3वटा कुरा ध्यान दिनुपर्छ। भूमिका हेर्नु हुँदैन, लेखकको विचार पनि हेर्नु हुँदैन,
र त्यो नयाँ हो कि पुरानो भनेर पनि हेर्नु हुँदैन, अनि त्यो कुन जातको हो भनेर पनि हेर्नु हुँदैन। हामी त्यसरी हेर्नु थाल्यौँ भने नि हामी पुस्तक पढ्दैनौँ, हामी पूर्वाग्रह भएर जान्छौँ। अब त्यो पुरानो मान्छेहरूले पनि त नराम्रो लेख्नु सकेको हुन्छ नि, तर के भने ओहो यो वरिष्ठ लेखक भनेर सम्झेर तपाईँ त्यो किसिमले किताब पढ्नु भने नि त्यो नराम्रो पुस्तक पनि राम्रो हुनसक्छ। नयाँ लेखक छ, त्यो लेखकले यो नयाँ के पढ्ने भनेर त्यसरी सोच्नु भने पनि तपाईँ त्यो किताब राम्रो हुँदा पनि तपाईँको एक किसिमको दिमाग बनेको हुन्छ कि दिमागमा, त्यसले गर्दाखेरि त्यो तपाईँले जुन त्यो किताबले दिनु खोजेको कुरो हो नि त्यो पाउनुहुन्न। र अर्को कुरो जात, अरे यो त लिम्बूले लेखेर छ, यो गुरुङले लेखेर छ, यो त्यो किसिमको पनि मैले देखेको छु कि यो त बाहुनले लेखेको रहेछ, यो त राईले लेखेको रहेछ भनेर सोच्यो भने पनि त्योबाट सोचेर तपाईँले त्यस्तो मात्रै सोच्नु भने नि तपाईँ त्यो किताब सम्पूर्ण 20 पल्ट हेर्नु भयो भने पनि तपाईँ निष्पक्षसँगले त्यो किताबभित्र के छ भन्ने कुरो चाहिँ पाउनुहुन्न। उपन्यासभन्दा पहिला म दिदीलाई गीतकारको रूपमा चिन्छु, कविको रूपमा चिन्छु, नियात्राकारको रूपमा चिन्छु, तर अहिले उपन्यास लिएर आउनुभएको छ। योभन्दा बढी चाहिँ म मेरो प्रिय गाउँले दिदीको रूपमा चिन्छु। उहाँसँगको औपचारिक अनौपचारिक हरेक भेटहरूमा म भिन्दै सामिप्यता पाउने गर्दछु। हामी जन्मे हुर्केको भूगोल र रुचि क्षेत्र र एकअर्काप्रतिको आदर प्रेमको भावले पनि होला, उमेरले अनुभवले लेखनको हिसाबले दिदी मभन्दा धेरै नै अग्रज हुनुहुन्छ। उहाँ जस्तो अग्रजको किताबमा बोल्नुपर्ने आज मैले दुस्साहस गर्दैछु। खासमा म साहित्यको गम्भीर अध्येता पनि होइन, न गम्भीर समीक्षक नै हुँ, तर मलाई थाहा छ उपन्यास खामयोग जस्तो गम्भीर कृतिको लागि समीक्षा गर्नु मेरो बसभन्दा बाहिरको कुरा हुन आउँछ। जानु दिदीको उपन्यास खामयोग पढिसकेपछि मलाई बारम्बार महसुस भएको एउटै कुरा के हो भने यो उपन्यास हाम्रै कथाहरूमा लेखिएको छ। उपन्यासका मुख्य पात्र खामयोग र अनुप हङकङका हरेक गलीहरूमा झम्काभेट भइरहेका छौँ। उनीहरूको परदेशमा पाएका दुःख हाम्रै साझा दुःखहरू हुन्। उनीहरूले कहिलेकाहीँ भेटेर साझा गर्ने अनुभूतिहरू हाम्रै कथाहरू हुन्। कहिलेकाहीँ व्यस्तता र दुःखहरूबाट बाहिर निस्केर जसरी हामी यो सहरको भिडभाडभन्दा बाहिर निस्केर केही क्षण सारा बोझहरू भारी बिसाउँछौँ, ठिक त्यसरी नै उपन्यास खामयोङका पात्रहरू हाम्रो भोगाइ र कथाहरू बोकेर आँखाभरि मनभरि आइदिन्छन्। भनिन्छ एउटा लेखक त्यतिखेर सफल हुन्छ जतिखेर उसका पात्रहरूसँग चरित्रहरूसँग पाठकले आफूलाई प्राप्त गर्छ। यसरी हेर्ने हो भने एक उपन्यास र उपन्यासकारका रूपमा दिदी जानु कामाङ सफल हुनुभएको छ भन्ने लाग्दछ। उपन्यास खामयोगले माओवादीले सुरु गरेको 10 वर्ष युद्ध 62-63 पछिको पहिचानका लागि गरिएको लिम्बुवान आन्दोलनका आधारमा बनाएर उपन्यासको कथा एकदमै सुन्दर ढङ्गले बुनिएको छ। उपन्यासको मुख्य पात्र खामयोग सेनामा कार्यरत रहँदै माओवादीले युद्ध सुरु गर्छ। माओवादीले सुरु गरेको त्यही युद्धमा खामयोग घाइते हुन्छ। बाल मृत्युबाट बचेका खामयोग सेनामा फर्किने दुस्साहस गर्दैन, बरु वैकल्पिक पेसा रोज छ। काठमाडौँमा पिसिओ चलाएर गुजारा गर्छन्। पिसिओ चलाउँदा एक दिन दलात मार्फत बेल्जियम मुड्छन् र परदेशको अनन्त दुःखमा पर्छन्। परदेशी दुःखको बारेमा बताइरहन यहाँ जरुरी लाग्दैन, किनभने हामी सबै यहीँ परदेशीमा त्यही अवस्थाहरू भोगिरहेका छौँ, त्यही अवस्थाहरूबाट गुज्रिरहेका छौँ। समस्या कस्ता र कतिसम्म हुन्छ परदेशमा, यसको आदिम भुक्तभोगी यहाँ हामी उपस्थित सम्पूर्ण सबै नै छौँ। त्यसैले त परदेशमा खामयोगले पाएको दुःख हाम्रै साझा दुःख हो भन्ने कुरा मैले अघि नै भनिसकेको छु। जानु दिदी आफै पनि लामो समयदेखि परदेशी भएका कारणले होला उहाँका लेखनमा यति सुन्दर ढङ्गले परदेशीको अनुभूतिहरू व्यक्त भएको छ, तर उपन्यासले परदेशको दुःख मात्रै उठाएको भने छैन। परदेशमा बसेर पनि स्वदेशमा हरेक जसो अभियानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने कुरा उपन्यास जानु दिदीले उठाउनु भएको छ। खामयोगहरू हङकङ जस्ता सयौँ देशहरूमा केही न केही योगदान गरिरहेका छन्, समुदायका लागि, भूगोलका लागि, जातिका लागि अनि देशका लागि। तर परदेशीहरूको योगदानलाई देशमा बस्नेहरूले अवमूल्यन गरिरहेको छ भन्ने कुरा लेखकले प्रत्यक्ष रूपमा उपन्यास मार्फत भन्न खोज्नु भएको छ। जानु दिदीले उपन्यासमा उठाउनु भएको अत्यन्त महत्त्वपूर्ण विषय पनि हो यो। उपन्यासको अर्को सुन्दर पक्ष
लिम्बू परम्परा र संस्कृतिको सुन्दर संयोजन उपन्यासभरि भेटिनु पनि हो। उपन्यासकार जानु दिदी आफै लिम्बू समुदायबाट भएर पनि होला उहाँले आफू नजिक संस्कृति चेतनालाई उपन्यासका पात्रहरू मार्फत व्यक्त गर्नुभएको छ। आफ्नै दाजुभाइ काका मामा यस्तै कोही भेटे जस्तो लाग्छ उपन्यास मार्फत। भनै पर्दा उपन्यासको मुटु नै पल्लो किराँत अर्थात् लिम्बुवान भूमि हो भन्दा फरक पर्दैन। एक याक्थुम कुलमा जन्मनुभएको दिदी जानु काम्बाङ लिम्बूले उपन्यास खामयोग लेखेर आफूले जन्माउने माटोको गुण तिर्नु भएको छ भन्ने लाग्दछ। र खामयोगको अर्थ मेरो विचारमा यो लिम्बू भाषाबाट आएको हुनुपर्दछ भन्ने लागेको हुनाले नै मैले यसको म अर्थ राख्दैछु। खामयोग लिम्बू भाषामा खामको अर्थ माटो भन्ने अर्थ लाग्छ, योग भनेको त्यसको डोब अथवा चिन्ह भन्ने अर्थ लाग्छ। भनेपछि यो चाहिँ मेरो विचारमा माटोसँग नै सम्बन्ध छ। हाम्रो माटो आफ्नो माटोसँग चाहिँ सम्बन्धित हुनुपर्दछ यो उपन्यास भन्ने यहीबाट थाहा हुन्छ। र यो उपन्यासको नाम चाहिँ यहाँ रहेको प्रमुख पुरुष पात्र खामयोग लिम्बूको नामबाट यो खामयोग उपन्यास चाहिँ नाम राखिएको छ। र यसमा के अरे अर्को महिला के अरे पात्र छन् फुङसा। फुङसाको नाम पनि लिम्बू भाषै छन्। फुङ भनेको चाहिँ के अरे फुल भन्ने अर्थ लाग्छ, सा भनेको छोरा छोरी अथवा त्यसको सन्तान भन्ने अर्थ लाग्छ। भनेपछि यो चाहिँ विशेष गरी बेल्जियमका हाम्रा नेपालीहरूको रहन सहन त्यहाँ भएका उनीहरूले भोग्नु परेका पीडाहरू त्यहाँको सुख दुःखहरूको चाहिँ एउटा सङ्गालो एउटा जीवन कथा यसमा उद्धृत गरिएको छ। त्यसैले गर्दाखेरि यो एउटा डायस्पोरिक उपन्यास भन्छु म। यसमा धेरै द्वन्द्वहरू छन्। अब नम्बर 1 मा अघि नै पूर्वज्ञज्यूले भनिसक्नु भएको छ, सुरुको द्वन्द्व नै राज्य र के अरे विद्रोही बिचको द्वन्द्वबाट सुरु हुन्छ। अब यो के अरे के भन्छ मुख्य पात्र खामयोग अघि नै भनियो, उनी चाहिँ नेपाली सेनामा हुन्छन् होइन। उसँगै सँगसँगै हुर्किएको अर्को साथी एउटा सुरेश भन्ने साथी चाहिँ फेरि ऊ चाहिँ उता विद्रोही पक्षमा हुन्छ। दुईजना संयोगवश त्यही भेट हुन्छन्। अनि यसबाट चाहिँ यो खालको चाहिँ अब एउटा पृष्ठभूमिबाट यो इतिहास अगाडि बढ्छ। त्यसैले यो नेपालीहरूले विश्वभरि नै भोगेको एउटा नियतिको कथा छ। यसमा मेन विषय चाहिँ यसमा उठाइएको चाहिँ राजनीतिक विषय नै लाग्छ मलाई चाहिँ। राजनीतिमा पनि कस्तो भन्दाखेरि यो के अरे पहिचानको राजनीति विशेष गरी। अब यो 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 उपन्यासको सेटिङ चाहिँ लगभग चाहिँ माओवादी द्वन्द्वकालको अन्ततिर 62-63 सालतिरको चाहिँ यो सेटिङ भएको हुनाले त्यतिखेर त्योभन्दा अगाडि अब 58-59-60 सालतिर जब द्वन्द्वमा हाम्रा थुप्रै मान्छेहरूले चाहिँ आफ्नो के अरे ज्यान चाहिँ आहुति गरेर आफ्नो ज्यानको बाजी थापेर चाहिँ आफ्नो पहिचान प्राप्तिको लागि के अरे द्वन्द्वमा फसे होइन। तर पछिबाट चाहिँ अब उनीहरू धोका पाए। यो कुराहरू पनि यो उपन्यासमा चाहिँ के अरे राम्रोसँगले प्रस्तुत गरिएको छ। अब यहाँनिर अब जस्तो त्यस पछाडि अब बाध्यताले मान्छेहरू चाहिँ अब जस्तो सेनामा भर्ती हुनुपर्ने होइन, आफ्नो विचार चाहिँ आफ्नो माटोको आफ्नो के द्वन्द्व आफ्नो चाहिँ पहिचानको कुरा चाहिँ उठाउन मन लाग्दै पनि सेनामा चाहिँ भर्ती हुनुपर्ने एउटा खाम्योको बाध्यता। उसले चाहिँ त्यहाँ गएर बेल्जियममा गएर आफ्नो चाहिँ त्यहाँको उकुस मुकुस्तालाई त्यहाँनिर गएर आफूले उकेल्यो र त्यसमा आफ्नो नेपालमा रहेको चाहिँ आफ्नो के अरे पहिचानको लडाइँलाई बेल्जियमबाट पनि उसले बेसरी सहयोग गर्छन् यहाँ र आफ्नो माटोको माया गर्छन् त्यसरी। र यसरी एउटा अर्को पनि इम्पोर्टेन्ट पक्ष के छ भन्दाखेरि हामी नेपालमा विदेशमा जहाँ जहाँ भए पनि हाम्रो जुनसुकै विचार फरक धर्मका पनि छौँ, हामी फरक विचार राजनीतिक विचारका पनि छौँ, फरक हाम्रो इन्ट्रेस्टका विषयहरू छन्। र पनि एउटा विषय चाहिँ के हुँदो रहेछ भने नेपाल अर्थात् मातृभूमि चाहिँ लाई माया गर्ने मातृभूमि कुनै न कुनै हिसाबले के अरे फर्किने सम्झिने एउटा चाहिँ त्यो चाहिँ सबैको हुँदो रहेछ क्या। यो चाहिँ के अरे यो उपन्यासले पनि व्यक्त गरेको छ। जुनसुकै विचारको भए पनि एकचोटि चाहिँ नेपाल जाने, पैसा कमाउने नेपाल जाने अथवा पैसा कमाउन नसके पनि दुःख पायो भने नेपाल सम्झिने नेपाल जाने। र यसको अर्थ के बुझिन्छ भन्दाखेरि अल्टिमेट ट्रुथ भनेको चाहिँ मदरल्यान्ड रहेछ। मदरल्यान्डले मात्रै चाहिँ हामीलाई प्रोटेक्सन गर्न सक्छ।
मदनले बाहेक हामीलाई चाहिँ राम्रो प्रोटेक्सन कसैले पनि गर्न सक्दैन भन्ने एउटा यो यसको चाहिँ एउटा सन्देश पनि हो, मलाई त्यस्तो लाग्छ। र यो उपन्यासको लेखन क्रममा मैले अर्को पनि एउटा पाटा के छ भने यसमा संस्कृति, विशेष गरी पूर्वका लिम्बूहरूको संस्कृतिलाई राम्ररी चाहिँ अब उपन्यास मार्फत पात्रहरू मार्फत राम्रो ओकेलिएका छन्। यहाँ नेपाली डायस्पोरिक साहित्यका क्षेत्रमा जानु काङमाङ लिम्बूको नवीनतम उपन्यास खामयोग भनेको लिम्बू भाषामा माटोको अस्तित्व अथवा माटोको पाइला। परदेशको चिसो रित्तोपनामा आफ्ना सपना र पहिचान खोजिरहेका हजारौँ नेपालीहरूको आँसु पसिना, आत्मसम्मान र आत्मीयताको अत्यन्तै मर्मस्पर्शी र बहुआयामिक एक जीवन्त ग्रन्थको रूपमा आएको देखिन्छ। 60वटा परिच्छेदसम्म फैलिएको यो विशाल उपन्यासले वैदेशिक रोजगारीका नाममा युरोप पुगेका नेपाली कामदारहरूको कालीलाग्दो सङ्घर्ष, दलालको विश्वासघात, शरणार्थी क्याम्पको मानसिक र शारीरिक यातना, पहिचान र अधिकारका लागि गरिएको लिम्बुवान आन्दोलन, राजनैतिक द्वन्द्वका घाउहरू, मानवीय संवेदना, सांस्कृतिक जडहरू र प्रेम बिछोडको कथालाई अत्यन्तै सूक्ष्म, प्रेमिक र कलात्मक ढङ्गले पस्किएको पाइन्छ। उपन्यासको आरम्भमै काठमाडौँको धरारा नजिकैको एउटा रेस्टुरेन्टबाट देखिने घरका छानाहरूमा अल्झिएको चङ्गा र चुडिएको धागोको अत्यन्तै भावुक र दार्शनिक बिम्बबाट सुरु हुन्छ। यस बिम्बले जीवनका सम्बन्धहरू क्षणभरमै कसरी टुट्न सक्छन् भन्ने तितो यथार्थलाई सङ्केत गरेको छ। उपन्यासका मुख्य पात्र खामयोग पूर्व सैनिक हुन्। माओवादी सशस्त्र विद्रोहमा एम्बुसमा परि सेनाको जागिर गुमाएपछि काठमाडौँमा पिसिओ चलाएर बसिरहेका उनी परिस्थितिको चापमा परेर विदेशिन बाध्य हुन्छन्। विदेश उड्नु अघि राजधानीका गल्लीहरूमा आफ्नी प्रेमिका फुङ्सा, लिम्बू भाषामा फुलको सन्तान अथवा फुल जस्तै प्यारी मान्छेसँग भएका भावुक संवाद र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पीडादायी विदायले पाठकको मनमा सुरुमै अमिलो बनाइदिन्छ। नेपालमा माओवादी सशस्त्र द्वन्द्वको चपेटा, बेरोजगारी र पारिवारिक बाध्यतामा परेका खामयोग, मिलन र अन्य सोझा युवाहरू नोर्बु जस्ता दलालहरूले सुट सिलाउन लगाएर कार्पेट प्रदर्शनी वा सांस्कृतिक कार्यक्रममा सहभागी गराउने बहानामा आकर्षक युरोपेली सपना बेच्छन्। भ्रममा पारेर मोटो रकम असुल गरी उनीहरूलाई कानुनी कागजात र भिसाको सही प्रक्रिया बिना नै युरोप छिर्ने खतरनाक बाटोमा धकेलिन्छन्। दलालको विश्वासघातका कारण खामयोग नोर्बु र अनुप बेल्जियमको अन्जान भूमिमा ओर्लन्छन्। एन्टवर्प अर्थात् आन्त्रोपेन सहरको रेल स्टेसनमा पुगेपछि गाइडका रूपमा आएको नोर्बुले खामयोगलाई अन्य नेपालीहरू ढुकेर बास मिलाउनु भन्दै एक्लै छाडिदिन्छ। हिजो पल्टन कमान्डर गरेर हिँडेको एउटा स्वाभिमानी योद्धा प्रवासको अन्जान स्टेसनमा बासका लागि अरूको शरण पर्न बाध्य हुन्छ। तर लडेको ढुङ्गासँग आफैसँग तुलना गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि बाटो पहिल्याउने खामयोगको अठोट र बेल्जियमका नोटहरूमा राजा महाराजाको सट्टा कवि, लेखक, आर्टिस्ट र कलाकारका तस्बिरहरू देख्दा शिर नतमस्तक भएको प्रसङ्गले प्रवासीको मनमा एकाङ्की र विकसित मुलुकको चेतना बीचको सुन्दर चित्र तुलनात्मक रूपमा प्रस्तुत गर्छ। दलालको पासोमा परेर बेल्जियम पुगेपछि अप्रवासी पात्रहरूको वास्तविक शास्ति र मानसिक विक्षोभ सुरु हुन्छ। पहिलोपटक विमानभित्र भोग्नुपर्ने शारीरिक कष्टदेखि सम्पर्कविहीन बन्ने अवस्थाले उनीहरूलाई अलपत्र पार्छ। शरणार्थी क्याम्पभित्र कोचिएर बस्नुपर्ने बाध्यात्मक अवस्था, खानका लागि दिइने मिति समाप्त भएका एक्सपायर्ड पाउरोटी र सडे गलेका खानेकुरा, गार्डहरूको अमानवीय दुर्व्यवहार र शौचालय जान समेत पाउने शास्तिले पाठकको मन कटक्क खान्छ। सुकिला तन्नाभित्र भङ्गा लुकाइएको हुन्छ भन्ने दार्शनिक बिम्ब मार्फत लेखकले युरोपेली जीवनको चमकधमक पछाडि लुकेको कहाली लाग्दो यथार्थलाई उदाङ्ग पार्नु भएको छ। युरोपका भव्य रेल स्टेसनहरूको बीच उभिएर आफूलाई समुद्रमा एक थोपा पानी अथवा कमिला जस्तो निरीह ठान्ने पात्रहरूको मनोदशा अत्यन्तै कारुणिक छ। दाँत दुखेको पीडा बिर्सिएर स्ट्रबेरी फर्ममा रगत पसिना बगाउनु पर्ने बाध्यता, पिज्जा हाउसमा साहु मोहम्मदको हेपाई, कागजातविहीन इलिगल हुँदा प्रहरीको छापाबाट जोगिन लुक्नुपर्ने त्रास, रेल यात्रामा सामान र क्यामेरा चोरी हुँदाको निराशा अनि मालिकले पासपोर्ट खोजेर अलपत्र पार्ने घटनाहरूले अप्रवासीहरूको दयनीय अवस्था देखाउँछ। नेपालमा एकअर्कालाई कट्टर शत्रु रहेका नेपाली सेनाका पूर्व सिपाही खामयोग र माओवादी जनयुक्तका छापामार सुरेश बेल्जियमको शरणार्थी क्याम्पमा एकै ठाउँमा भेटिनु र प्रवासको साझा पीडाले उनीहरूलाई सहयात्री बन्न बाध्य पार्नु उपन्यासको सबैभन्दा गदगद र भावुक बढाउने मोड हो। अर्कातिर वर्ष दिनसम्म छोरो सम्पर्कमा नआउँदा गाउँमा आमा हाङमारी शोकमा डुब्नु र बाबु हरकदोज उमेरको ख्यालै नगरी छोराको खोजीमा भौतारिनुले माता पिताको निस्वार्थ एवं असीम प्रेमलाई झल्काउँछ। अत्यन्तै कठिन, तनावपूर्ण र शोषित जीवनका बावजुद उपन्यासका पात्रहरूले आपसी संवाद, ठट्टा र
आत्मीयता मार्फत जिउने प्रयास गरेका छन्। काम गर्ने क्रममा अर्जुनको मेसिनमा औँला काटिँदाको पीडादायी क्षणमा पनि खामयोगले हाँसो र ठट्टाका सहारा लिँदै भन्छन्, सुर्ता नगर्नुहोस् दाइ, हाम्रो दशाग्रह गयो। देशको राजनीतिक अवस्था र नेताहरूमाथि व्यङ्ग गर्दै मदन भन्छन्, जनताका लागि गणतन्त्र भन्छ, नेताका छोराछोरी सबै विदेशमा, गरिब राखेर गरिबका छोराछोरीलाई भिडाउने फटाहरू। खुङसा र खामयोग बिचको फोन संवादमा परदेशी जीवनको व्यवस्था पोख्दै फुङसाले गुनासो गर्दा खामयोगले गहिरो भाव व्यक्त गर्छन्। फुङसा, तिमीसँग नभएको भए मसँग पनि कसरी हुन्छ र मरुभूमिमा परेको कछुवा जस्तो निरन्तर प्रयास गरिरहेकै छु। तिम्रो घरबार बसाउने रहरले मलाई उत्पात पोल्छ। अप्ठ्यारो परिस्थितिमा मदनले व्यङ्ग्यात्मक रूपमा जिन्दगीमा पहिले टाइम पास तास खेल्न मन नलाग्ने गरी यही बेला खेल्नुपर्छ है सोल्टीहरू भन्दै गरेको व्यङ्ग होस् वा सुरेशको कपाल काट्दा हेर त मदन कति राम्रो देखियो आर्मी कटमा साथीलाई भन्दै गरिएको जिस्काई। यी प्रसङ्गले कष्टकर दैनिकी बीच नेपालीहरूले कसरी हाँसो र भाइचारा खोज्छन् भन्ने देखाउँछ। आन्दोलनको तनाव र घरायसी संवादबीच फुङसा र एक अज्ञात प्रेमिल पात्रबीचको फोन संवादले कथामा रोमान्टिक मिठास थपेको छ, जहाँ ती पात्रले फुङसाप्रति आफ्नो गहिरो प्रेम र छटपटीलाई अति सुन्दर बिम्बमा व्यक्त गर्दै भन्छन्, ए मेरी सोल्टिनी, मलाई थुनेर पापको भारी नबोकाउनुहोस्। बगरमा छटपटाइरहेको माछाले पानी भेट्दा कस्तो राहत महसुस गर्ला। झरीमा छरिएको मानिसले छाता पाउँदा उसलाई कस्तो महसुस वा खुसी लाग्छ। सासै फेर्न गाह्रो भएको बेला अक्सिजन पाउँदा कस्तो लाग्ला सोच्नुहोस् त। त्यस्तो यो बेसहाराले बिहानै सोल्टिनीसँग बात मार्न पाउँदा मलाई कस्तो खुसीको अनुभूति भएको होला। खामयोग केवल वैदेशिक रोजगारीको रोधन मात्र नभएर पहिचान, संविधान र इतिहासको रक्षाका लागि गरिएको एउटा वैचारिक राजनीतिक दस्तावेज पनि हो। बेल्जियममा रहेका नेपालीहरूले आफ्नो पसिनाको कमाइबाट नेपालमा चलिरहेको लिम्बुवान आन्दोलनका लागि आर्थिक सहयोग पठाउने, ऐतिहासिक किपट खोसिएका पुनरावलोकन गर्ने र युरोपमै अधिकारका लागि भोक हडताल, आमरण अनसन बस्ने दृश्यहरूले उपन्यासलाई राजनीतिक उचाइ दिएका छन्। लिम्बुवान आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्पष्ट पार्दै मिलन भन्छन्, पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेको त थाहा छ नि। त्यो बेला लिम्बुवानसँग युद्ध गरेका होइनन्। लिम्बुवान स्वायत्त रहने शर्तमा सम्झौता नगरी लिम्बूहरूका किपट लिम्बूकै अधीनमा रहने गरी लिम्बुवान नेपाल राज्यमा गाभिएका थिए। तर राजा महेन्द्रले किपटहरू एकाएक खोज्न थाले। खामयोगले मिलनलाई, दाइ हाम्रो पैसा पुगेको छ नेपालमा भनी सोधेको प्रश्नमा मिलनले मुठी उचालेर ढाडस दिँदै भन्छन्, हामी फर्केर जाने ठाउँ बनाएर नेपाल मात्र फर्किने हो। यो आजको हाम्रो दुःख अस्थायी हो, जति बेला पनि टुटिन सक्छ। त्यसैले आत्तिने बात छैन भाइहरू। इमेलमा फुङसाले आफ्ना भावना पोख्दै भन्छन्, प्रिय खामु, तिमीले जति नै पिर नगर भने पनि किन मलाई पिर लागेको होला है। आज पत्रिकामा कस्तो नराम्रो समाचार फोटोसहित छापिएको थियो, मन कटक्क भयो। मिलन र फुङसा बीचको कुराकानीमा मास फोबियाबारे फुङसाले डराउँदै मिलनले सम्झाउँछिन्, धत के बोलेकी त्यस्तो, मनमा केही नलैजाऊ, ढुक्क हौ, हामी जति जम्मा गर्न सक्छौ उति पठाउँछौ, तिमी ढुक्क हौ। अर्कातिरले टेली सिरियल हेर्ने क्रममा बाबु छोराबीच राजनीतिक भ्रममाथि व्यङ्ग गर्दै भनिएको छ, छोरा हाम्रो यो सानो र सुन्दर देशलाई नै चिरा लगाए। हाम्रा नेपाल जस्तो सुन्दर नाउँ रहेन बाबु। ओल्लो टोल पल्लो टोल विदेशी हुने डरसरी भयो। अब त आत्मरक्षाका लागि प्रेम होइन हतियार चलाउनु सिक्नुपर्ने भयो। उपन्यासमा लिम्बुवान र किराँत सम्बन्धबारे प्रदेश सम्बन्धी बहस पनि उठाइएको छ। सुरेश राई, जो चाहिँ सुरेश चाहिँ राई पात्र छ, राईले लिम्बुवान भन्दा किराँत प्रदेश भन्दा सबैलाई समेट्न सकिन्छ भन्ने विचार राख्दा तिक्तता पैदा भएको पनि लेखकले दुवै विचारलाई सम्मान गर्नुभएको छ। देश प्रेमबारे खामयोगको स्पष्ट अडान राख्छन्, देश टुक्रियो भने मेरो चित्त बुझेन। कुनै एक ठाउँ कुनै एक जाति सम्पन्न हुनु भनेको देश टुक्राउनु भनेर जसरी हङ्गामा फैलाइन्छ त्यसको म डटेर प्रतिरोध गर्छु। हाम्रो देश नेपाल, घर हाम्रो लिम्बुवान हो। यसमा भ्रम सिर्जना गर्न कसैलाई छुट छैन। उपन्यास 39 र 40 परिच्छेदमा बेल्जियममा माग पुरा गराउन 43 दिनसम्म लामो आमरण अनसन बसेका नेपाली युवाहरूको पीडा र मानसिक व्यथा आउँछ। 39औँ दिनसम्म सरकार वा विपक्षी नेताहरू नआउँदा निराशा छाउँछ। लामो उपवासले शरीर जीर्ण हुनु, कपाल घाँस जस्तो हुनु र ऐना हेर्दा डर लाग्नु जस्ता घटनाले शारीरिक क्षय देखाउँछ। 43 दिनपछि सहमति जुटेर अस्पताल भर्ना गरिए पनि नेताहरूको भाषणप्रति शैलेश र अनुपले साला यी हनुमानहरू मुख भत्काइदिनु पर्ने हो भन्दै व्यङ्ग गर्छन्। अस्पतालका छुट्टा छुट्टै बेडमा राखिँदा एक्लो पारिएको महसुस गर्दै साम्यकले मिलनसँग अब हाम्रो आन्दोलन यत्तिकै ढिसमिस भएको
भएको हो भनी सोद्धा मिलनले डिसमिस त नभनौँ केही त होला भन्दै जवाफ दिन्छन्। पत्रकारको प्रश्नमा खाम्योकले स्पष्ट पार्छन्, हामी जुनसुकै कारणले देश छाडी यहाँ आएर लामो समयसम्म बसिसकेको वा वैधानिकता पाउनुपर्छ। आपतकालीन अवस्थामा अर्जुनले खाम्योक सम्झाउँदै भनेका छन्, भाइहरूलाई दुःखमा छोडेर मलाई कति शान्ति मिल्छ र हदै भए कारबाहीको रूपमा घर पठाउला। यसैले उनीहरूको सामूहिक भावना दर्शाउँछ। अर्कोतर्फ अकबरलाई सम्झाउँदै खाम्योक भन्छन्, नरो अब हामीले विदेशीको यति कातर भएर डराउनु पनि हुन्न। ज्यान मारेको छैन, बम हानेको छैन, काम गर्दा गर्दै पानी लिन गएको भनेर कुरा मिलाउँला भनी भोलि साहुलाई पनि भनौँला। भनिसकेपछि तयार छु, तेरो र मेरो देश भिन्न होला तर आँटले त मेरो सहोदर भाइ होस्, तेरो दाइ तेरो लागि ज्यान दिन तयार छ, विश्वास गर। प्रहरीको डरले हल्यान्ड भाग्न लागेका मदनले रुँदै भन्छन्, दाइ तपाईँका काख पोल्टामा बस्नु यतिसम्म लेखिएको रहेछ, मलाई पुलिसले चिनिसकेको छ, भोलि नै पक्राउने बेर छैन, अब म काम जान्न हल्यान्ड मिना कहाँ जान्छु, तपाईँसँग बिदा हुन मात्र पर्खेर बसेको। त्यसमा खाम्योकले रिसाउँदै माया पोख्छन्। अब यो शब्द नभनौँ, त्यही प्रयोग गर्नुभएको छ, त्यही लेखिदिएँ है, हुन त त्यो बोल्दै पनि हुन्छ। बडो ठुल्दाई भन्थिस्, आखिर यति नै छाड्ने रहेछस्, किन 2 दिन माया लाइस्, मुटुमा बसेको सम्बन्ध यसरी जोरक्कै उखालेर कति पीडा हुन्छ फिल गरेको छस्। मदन अँगालो हालेर रुन्छन्, के हुनुहुँदो दाइ, म के गरौँ। सुरेश अस्पतालबाट डिस्चार्ज भएर कुपोषणले गलेको तुप्लो शरीर र औडा नभएको पीडा महसुस गर्दा खाम्योकले हातमा ग्लानी गर्दै दुवैजना रुन्छन्। पछि साहुले सुरेशको कार्ड पाएको खुसीको खबर सुनाउँदा कोठा उत्सवमय हुन्छ। तास खेल्ने क्रममा त्यो कालो ग्याङको भरोसा गर्नुहुन्न है भनी होच्याउँदा खाम्योकले तपाईँहरूले कसरी काला ग्याङ भनेर त्यसरी हेपेको भन्दै प्रतिवाद गर्छन्। अमर र खाम्योक बीच विवाद बढेर बियरको बोतल प्रहार गरी अमरको टाउको फुटेपछि प्रहरले डरले खाम्योक सोध्छन्, म पनि के को दशाले डोराएर त्यहाँ पुगेँ, रगत पिच्छे नै पार्नु हुन्थेन। पछि अमरले भन्छन्, ठिक छ, म पुलिसका रिपोर्ट गर्दिनँ, तर तपाईँलाई माफ माग्न आउनुपर्छ। यसरी आपसी मिलन हुन्छ। उपन्यासमा स्पोन्सरमा आएका युवाले जातभातको विभेदका कारण डिप्रेसनमा परेर रेलको लिकमा आत्महत्या गर्दा सुरेशले आक्रोश पोख्छ। छोराकै जिन्दगी बर्बाद पारेको, जातभातकै कारण आज एक्लो छोरो गुमाउनु पर्ने, प्रेमकै खातिर केटाले किन ज्यानै फाल्नु परेको। फेरि अतीत सम्झँदै सुरेशले बाबालाई सोधेको प्रश्न, ठुलोमा चढेर आउँदै गरेको हामी कसरी सानामा भयौँ, र बाबाको उत्तर, बस यति माथि उक्लन सक्दैन नि बाबु, त्यसरी सानो गाडीले पुर्याइदिएको नि। प्रसङ्गले बाल्यकालको सुन्दर याद दिलाउँछ। हङकङमा कमाएको घर अमेरिका जाने नाममा नातेदारलाई राख्न ऋण दिँदा नतिरेर आफै डुबेको कारुणिक प्रसङ्गले आफन्तबाटै सुहा हुने तितो अवस्था देखाउँछ। लामो बसाइपछि खाम्योक, सुरेश र अर्जुन गाउँ फर्कन्छन्। गाउँमा लिम्बू परम्परा अनुसार विवाह, मुन्दुम पालन र धान नाचको सांस्कृतिक सौन्दर्य छाउँछ। साथीहरूबीच ठट्टामा, दाइ त्यो त भइहाल्छ नि, तपाईँको पनि बिहे गर्ने उमेर त बितिसकेको होइन। सुरेश भाइ, ठाउँ न ठहर, स्वास्नीको रहर, सुख उम्रेने भनेकै दुःखमा टाढिएर हो, तसर्थ अस्पताल मास्टर नै हो, ससुराली हो, जस्ता संवादहरूले रौनकता थपेको छ। खाम्योकले फोनमा फुङसालाई भन्छ, अब खोक्रो बन्नु त के नै बाँकी छ र। अन्तत फुङसा र खाम्योकको विवाह सुखान्त रूपमा छ। घर फर्किएका खाम्योकलाई आमाले हेर्दै अब कति दिन बाँच्छु र भनी व्यक्त गरेको व्यवस्थाले मातृ प्रेम झल्काउँछ। तर विदेशमा पसिना बगाएर फर्किँदा देशमा कदर नभएकोमा खाम्योकको गुनासो छ। यहाँ हर कोहीले नेपाललाई माया गर्दै विदेशमा आफ्नो पसिना, समय, सपना खर्च गर्ने, अन्तिममा प्रतिफल नै यस्तो व्यवस्था हो। यी सबै पीडाका बीच पहिचान र स्वाभिमानका लागि सङ्गठित हुने विद्रोह चेतना, तालीको गडगडाल, लिम्बुवानको उज्यालो भविष्यको आशा र खाम्योको ओठमा मुस्कानसहित उपन्यासले विश्राम लिन्छ। अतुलनीय सृजनात्मक सामर्थ्य र मौलिक चेतनाका धनी उपन्यासकार जानु लिम्बुको यो लेखन क्षमता वास्तवमै प्रशंसनीय र उच्च कोटिको छ। उपन्यासमा प्रस्तुत गरिएका संवादहरू कुनै सशक्त चलचित्रको पटकथा जस्तै सर्र बगेका छन्, जसलाई पढ्दा उपन्यासकार स्वयंले प्रत्यक्ष भोगेका वा क्यामेरामा रेकर्ड गरे जस्तै अत्यन्तै जीवन्त, प्राकृतिक र यथार्थपरक महसुस हुन्छ। एउटा सामान्य र सानो विषय वस्तुलाई पनि सूक्ष्म ढङ्गले फैलाएर विशाल वा बहुआयामिक रूपमा प्रस्तुत गर्न सक्ने उहाँको सामर्थ्य अद्भुत र लोभ लाग्दो छ। पात्रहरूको सठिक छनौट, उनीहरूको माध्यमबाट प्रस्तुत गरिएका बौद्धिकतापूर्ण संवादहरू र आफ्नो माटो र पहिचानप्रति प्रगाढ आफ्नोपनको चेतले उपन्यासका साहित्यिक उचाइ स्पष्ट पार्छ। यसका साथै मूलबाट प्रसिद्ध नेपालद्वारा प्रकाशित यस उपन्यासको आवरण चित्र आफैमा अत्यन्तै अर्थपूर्ण र वाचल छ। कलाकार राजन काफ्लेले कोर्नु भएको यो स्केचले उपन्यासको समग्र गम्भीरता र मर्मलाई आफ्नो नजरमै अभिव्यक्त गरिदिन्छ। आवरण चित्रमा देखिने त्यो गहिरो पीडा एकतिर रङ्गीन सपनाहरूको सुन्दर दुविधा अनि अर्कोतिर मानिसका मन मस्तिष्कमा गाडिएका ती सपनाका तीखा तीरहरूको बिम्बले उपन्यासको कारुणिक भावलाई अझ उगारेको छ, जसले पाठकको ध्यान
पहिल्यै आकर्षित गर्दछ। यद्यपि नेपालको डायस्पोरिक साहित्यमा एउटा सशक्त उपस्थिति जनाउँदै पनि उपन्यासमा केही सीमाहरू भने देखा पर्दछन्। यो विशाल उपन्यासका कतिपय प्रसङ्ग र घटनाक्रमहरू दोहोरिए जस्ता लाग्छ। बीचबीचमा कथाको गति केही सुस्त हुन पुगेको छ। त्यस्तै उपन्यासमा एकैसाथ धेरै पात्रहरूको आगमन र उनीहरूलाई छोटो कथा प्रसङ्गहरूमा जोडिँदा मुख्य पात्र खाम्यको केन्द्रीय सङ्घर्ष र मानसिक विकासको लय कतिपय ठाउँमा अलिक ओझेल परेको देखिन्छ। यसका साथै लिम्बुवान र किराँत आन्दोलन तथा इतिहासका सन्दर्भहरू प्रस्तुत गर्ने क्रममा केही संवादहरू पात्रका स्वाभाविक अभिव्यक्ति भन्दा पनि लादिएका र बौद्धिक भाषण जस्ता महसुस हुन्छन्। अर्कातिर लिम्बू भाषाका ठेट र आञ्चलिक शब्दहरूको प्रयोग एकातिर सुन्दर भए तापनि क्षेत्रीय र प्राविधिक शब्दावलीहरूको अति प्रयोगले गर्दा भाषा र सम्पादनमा केही असमानता देखिँदै सामान्य नेपाली पाठकका लागि कतिपय ठाउँमा अर्थबोध गर्न कठिन हुन सक्दछ। यसका अलावा लिम्बुवान शब्द यसको ऐतिहासिक पृष्ठभूमि पहिचानको सङ्घर्षसँग आफूलाई जोड्न र यस विषयमा सुन्न बुझ्न नचाहिने पाठकहरूको लागि यो उपन्यास केही हदसम्म तिक्त र अप्रिय लाग्न सक्दछ। तर यो खाम्योग क्षणिक प्रचार, सामाजिक सञ्जालको बजारिया नग्नता वा कृत्रिम मोडलिङमा अल्झिने उपन्यास होइन। विषयगत र वैचारिक दृष्टिले यो आफैमा एउटा अत्यन्त सशक्त र परिपक्व आख्यान हो। सस्तो लोकप्रियताको होडबाजीबाट पूर्ण मुक्त यो कृति बौद्धिक विद्वत वर्ग र गहिरो अध्ययनमा रुचि राख्ने पाठकहरूका लागि लक्षित छ। यो त्यस्ता क्षणिक र अधैर्य पाठकले पढ्दैनन् पनि। निकै गाह्रो छ यो पुस्तक पढ्नलाई। पुस्तकको वास्तविक मर्म बुझ्ने र पठन चेतन भएका सचेत पाठक तथा सम्बन्धित अध्येताहरूले यसलाई आफै खोजेर पढ्नेछन्। यो खाम्यको साँचो मूल्य यसको प्रचारमा होइन, यसको गम्भीर्य विषयवस्तु र वैचारिक उचाइमा निहित छ। समग्रमा केही प्राविधिक तथा संरचनात्मक सीमाका बावजुद जानु कामङ लिम्बूको असाधारण क्षमताबाट जन्मिएको खाम्योग एउटा उत्कृष्ट चलचित्र जस्तै जीवन्त छ। लिम्बू भाषाका ठेट शब्दहरू, प्राकृतिक संवाद, सही सन्दर्भमा कविता पालमको प्रयोग र विशेषणात्मक गम्भीरताले गर्दा यो उपन्यास प्रवासी जीवन र पहिचानको खोजी बुझ्न चाहने हरेक पाठकका लागि एक ऐतिहासिक प्रेमिल र मर्मस्पर्शी जीवन ग्रन्थ बनेको छ। परदेशी भूमिको चिसो रिक्तपनभित्र पहिचान र आत्मसम्मानको उज्यालो खोज्ने जानु काङमाङ लिम्बूको यो सशक्त सृजनात्मक यात्रा निरन्तर अघि बढिरहोस्। खाम्योग जस्तै जीवन्त, गहिरो र इतिहास बोल्ने कालजयी कृतिहरू उहाँको कलमबाट निरन्तरत आइरहन्। साहित्यको यो पवित्र बगैँचामा उहाँको लेखनी सधैँ नूतन सुगन्ध छाइरहोस् भन्ने मनोकांक्षा साथ हार्दिक बधाई तथा सफलताको असीम शुभकामना। हार्दिक बधाई। आजका सभा अध्यक्ष जुनु राणाज्यू, प्रमुख अतिथि मेरो प्यारो काका आदरणीय काका राजकुमार काम्बाङज्यू, मेरो नवीनतम उपन्यास खाम्योगलाई माया र आशीर्वाद दिन उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय विशेष अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाद्वारा उपस्थित प्रतिनिधिज्यूहरू, हङकङमा म आबद्ध साहित्यिक संस्था हङकङ साहित्यिक साझा श्रृङ्खलाका संरक्षकज्यूहरू, सल्लाहकारज्यूहरू तथा सम्पूर्ण साथीहरू, अनि मेरो पुस्तकलाई दिनभर अगाडि रुँगेर बस्नुभएका मेरो प्यारी भदैनीहरू, बहिनीहरू, भतिजीहरू र त्यसै गरी मेरो आमाले जस्तै सल्लाह सुझाव र हौसला दिइरहनुहुने मेरो प्यारो मामा दिल कङ्लिबा, उहाँलाई म आमा पाए जस्तै लागिरहेको छ। विशेष गरेर म एकदम अघि भावुक पनि भएँ। यो उपन्यास चाहिँ को काम हुँदाहुँदै मेरो आमा बित्नु भएको थियो, त्यसैले पनि यो उपन्यास अलिक पछाडि सरेको थियो। र मैले चाहिँ मेरो के सोचिरहेको थिएँ भने म उपन्यासलाई आमालाई चाहिँ व्हिलचेयरमा भए पनि लगेर राखेर उहाँलाई प्रमुख अतिथि बनाएर नेपालमा पब्लिस गर्नु पर्यो भनेर सोचेको थिएँ। त्यो मेरो कामना पुरा भएन। त्यसले गर्दाखेरि मैले आज मेरो काकालाई बोलाएको छु मैले यहाँ, काका बुवा जस्तै। र सरी, अलिकति भावुक पनि भएँ। र यो हललाई उपलब्ध गरिदिनु हुने फुपा रबिन नाल्बोज्यू, हाङ चेम्जोङज्यू भाइ र यो एभरेस्ट रेस्टुरेन्टका सम्पूर्ण टिमलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु। र अरू सम्पूर्ण यहाँ उपस्थित मेरो साथीहरू, मेरो आदरणीय दाइहरू, आजको फोटो पत्रकारहरू सबैलाई म हार्दिक नमन गर्दछु। दशौँला जोडी सेवा गर्दछु, सेवारो। यहाँ मैले बिर्सनै नहुने थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ। द नेप्लिज एसोसिएसन हङकङका दाजु अध्यक्ष प्रदीप थापाज्यू, उहाँले पनि मलाई केही सहयोगहरू गर्नुभएको थियो। त्यसैले पनि म दाइलाई सम्झिन चाहन्छु। अहिले उहाँ यहाँ हुनुहुन्न, नेपाल जानुभएको छ। र एनआरएनए
हङकङका अध्यक्ष अनु राईज्यू, दिदी रिता गुरुङज्यू, उहाँलाई मैले देखिनँ आज। नेपाली महासङ्घका अध्यक्ष नवीन स्वाङज्यू, इलाम समाज हङकङका अध्यक्ष बसन्त राईज्यू, अनि याउचिमोङ डिस्ट्रिक्टका आदरणीय दिदी अरुणा गुरुङज्यू, याक्थुङ मुन्चै चोक सयङका अध्यक्ष रविन नाल्बोज्यू, उहाँको धेरैपल्ट नाम लिइरहेको छु किनकि उहाँले हामीलाई आज यो हल उपलब्ध गराउनु भएको छ। लिङ्देन कन्सल्टेन्सीका प्रोपाइटर भतिज सञ्जीव लिङ्देनज्यू, चलचित्र निर्माता तथा गोर्खा सेक्युरिटी लिमिटेडका डाइरेक्टर विष्णु थेबे छोरा, प्रिय भाइ सुरेन लुम्फङवा, त्यसै गरी लाबुङ समाज हङकङका अध्यक्ष दाजु नन्द कुमार लाबुङज्यू, तपाईँहरूको साथ सपोर्ट र मायालाई म आजीवन साँचेर राख्नेछु। प्रिय भाइ निर्देशक युगल पोमुलाई उहाँको आउँदै गरेको चलचित्र जोडढुङ्गा सफल प्रदर्शन होस् भनी शुभकामना दिन चाहन्छु उहाँका सम्पूर्ण टिमलाई। र मेरो उपन्यासको बारेमा आफ्नो अमूल्य समय लगानी गरी समीक्षा गरिदिनु भएकोमा आदरणीय दाजु मुन्दुमविद भूपेन्द्र चेम्जोङज्यू, लेखक उपन्यासकार राजकुमार राईज्यू, लेखक समालोचक बज्र थुलुङज्यू र प्यारी बहिनी प्याउली उर्फ बालिका बन्तावाज्यू, यहाँहरूको म सदा ऋणी रहनेछु। म 2007मा बेलायत गएर लामो समय उतै बिताएँ। बेलायतमा हामीले धेरै सहकार्यहरू गऱ्यौँ। हाम्रो सुमल कुमार दाई, साहित्यकार सुमल कुमार दाई लेखक हुनुहुन्छ, उहाँलाई आज यहाँ पाउँदाखेरि मैले सिङ्गो बेलायतलाई यहाँ पाएको जस्तो महसुस भयो। मैले आत्मीय महसुस गर्छु किनकि बेलायतमा मैले धेरै समय बिताएको छु। त्यहाँको विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसँग सहकार्य गरेकी छु। त्यसैले पनि म बेलायतलाई मिस गर्ने गर्छु। यहाँ भए पनि यहाँ हुँदा म बेलायतलाई मिस गर्छु, बेलायत हुँदा यहाँ हङकङलाई मिस गर्छु। यो आफ्नो एउटा स्वभाव पनि होला र आफूले बिताएको ठाउँहरू यति प्रिय हुन्छ। जस्तै मेरो उपन्यासमा खाम्योक ले माटोको कस्तो अब उसले महसुस गर्छ, जतै गए पनि उसले सहयोग गर्छ, एउटा भनौँ न एकदम त्यस्तै हो। आफू जहाँ बसियो त्यो एकदम प्यारो लाग्छ त्यो ठाउँ, अस्थायी रूपमै किन नहोस्। मैले हङकङ आउँदाखेरि मैले एउटा यस्तो खालको सपना बोकेर आएकी थिएँ। मैले अस्ति पनि भन्ने गरेको छु ठाउँ ठाउँमा। मैले सोच्ने गर्थेँ हङकङ बसेर युके बसेर चाहिँ मैले जुन काम गर्ने अनि कामबाट आएर घरको साफसफाइ गर्ने, खानापिना पकाउने, भाँडाकुँडा धुने, छोराछोरी बुढोलाई खाना दिने, यो सम्पूर्ण कुराहरूबाट चाहिँ म हङकङ एक्लै 2-4 वर्ष बसेँ नि मुक्त हुन्छु होला सायद। म एक्लै हुन्छु त्यहाँ चाहिँ, म यति लेख्छु यति पढ्छु भनेर मैले यस्तो एउटा भित्री स्वार्थ चाहिँ मेरो त्यो थियो हङकङ आउँदाखेरि। र यस्तो त्यो लेख्ने मान्छेलाई चाहिँ यस्तो हुन्छ कि एउटा यस्तो हुटुटी चल्छ यहाँभित्र, मनमा पोलेर भतभत हुन्छ, लेख्नै पर्छ त्यो दिन। लेखेन भने एकदम पागल जस्तै हुन्छ। अब लेखिसकेपछि आनन्द हुन्छ, मन खाली हुन्छ, रित्तो हुन्छ होइन, हल्का फिल हुन्छ। त्यसरी पनि अब कतिपय सृजनाहरू भएको छ मेरो। अनि हङकङ आएर मैले त्यो पहिला 10-12 वर्ष हङकङ बसेर युके गएको हो म। त्यतिखेरको कुराहरू मैले सायद बिर्सेको रहेछु। यहाँ चाहिँ हप्ताको 1 दिन मात्रै छुट्टी हुन्छ भनेर। जब आएँ काम गर्नु थालेँ, हप्ताको 1 दिन मात्रै छुट्टी, अति नै व्यस्तता होइन, थकान। अघि दिदीले पनि भन्नुभयो थकानहरू, यो महसुस गर्दै 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 पनि मैले आफ्नो लेखनलाई निरन्तरता दिने कोसिस गरेको छु। र यहाँ अगाडि डेस्कमा बस्नुहुने मेरो साथी, प्रिय साथी सुनिता, शिला, पूर्णिमा अनि अरू सबै साथीहरूलाई म धेरै धेरै नमन गर्दछु। उहाँहरूले मलाई आउने बित्तिकै साथी भनेर एउटा यो साहित्यिक श्रृङ्खलामा दोहोऱ्याउनु भएको छ। अहिले जुनु राणा बहिनी, हाम्रो बालिका बहिनी, हाम्रो संयोजक भाइ, सबैलाई म एकदमै नमन गर्दछु। उहाँहरूले गर्दाखेरि आजको यो मेरो कार्यक्रम सफल भएको छ। र मैले मेरो बुढामाउली बाउतर्फको बुढामाउली कन्दवा समाजलाई पनि निम्तो दिएकी थिएँ र मेरो आमापट्टिको बुढामाउली कङ्लिबाहरूलाई पनि निम्तो दिएकी थिएँ। संयोजकहरू आउनुभएको छ, धेरै नै खुसी लाग्यो। खाम्योक उपन्यास तपाईँको यो डायस्पोरामा जति पनि लेख्ने साहित्यिक व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको पनि प्रतिनिधि उपन्यास हुनसक्छ यो चाहिँ मलाई लाग्छ। यो स्थान चाहिँ बेल्जियमको लेख्नु भएको छ, दिदीले बेल्जियमको कुराहरू उठाउनु भएको छ। तर पनि मैले चाहिँ भूगोल मात्रै फरक हो, यो हङकङको पनि एउटा प्रतिनिधि चाहिँ घटना हो जस्तो लाग्छ मलाई। किनभने सबै कुराहरू हामीले सुरुमा माओवादी जनयुद्ध द्वन्द्व कालपछि हामीले जुन शान्ति प्रक्रियामा आयो त्यसपछि हामीले विदेशिन सुरु गऱ्यौँ र त्यो विदेशिने क्रममा कोही दलालको पछाडि लाग्यो, कोही हङकङ आइदी भएर आयो र त्यो क्रममा हामीले विदेशमा आएर खानु परेको हन्दार
अनि त्यसपछि विदेशमा चाहिँ त्यो समयमा हामीले तत्कालीन समयमा चाहिँ नेपाली देख्दाखेरि आहा कस्तो के अरे हरर हुने खालको त्यो जुन किसिमको समयलाई काटेर हामीले यहाँसम्म आएका छौँ त्यो सबै कुराहरू यो खाम्योक उपन्यासमा छ। र अरू कुराहरू चाहिँ राजनैतिक कुराहरू, पहिचानको विषयका कुराहरू र हङकङमा हामीले जति पनि काम गर्छौँ, सङ्घर्ष धेरै छ र त्यति हुँदाहुँदै पनि अब पैसा उठाएर नेपालमा विभिन्न राजनीतिक सङ्घ संस्थाहरूलाई सहयोग गर्छौँ, तर सङ्घ संस्थाहरूले चाहिँ के खालको कस्तो खालको मूल्याङ्कन गरिरहेछ त हाम्रो योगदानलाई, हाम्रो भावनालाई भनौँ न। विदेशमा बसिसकेपछि सबभन्दा धेरै देशलाई माया गर्ने भनेको हामी नेपाली हौँ या अन्यहरू पनि होलान् भन्ने मैले चाहिँ बुझेँ उपन्यास पढेपछि। दिदीलाई धेरै धेरै फेरि पनि बधाई भन्दै र आज यस कार्यक्रममा उपस्थित जनाइदिनु भएर यो प्रतिकूल मौसमको कारण पनि आइदिनु भयो, त्यही नै ठुलो कुरा हाम्रो लागि। र कार्यक्रम दिदीलाई हामीले पोस्टपोन गर्न पनि असमर्थ थियो विभिन्न कारणले। र यति भन्दै आदरणीय दाजु सुमल गुरुङ, तपाईँलाई यहाँ फेरि स्वागत गर्न पाउँदाखेरि धेरै खुसी लागेको छ। र हाम्रो समीक्षक संरक्षक दाजुहरू सबैजनालाई धन्यवाद भन्दै म आजको यस कार्यक्रम खाम्योक विमोचन कार्यक्रम औपचारिक रूपमा समापन भएको घोषणा गर्दछु। जोडले सेवारू, धन्यवाद।